बिस्तारो मुन्टो ठाडो पारा यस्तो हो त बाबा नानी हातमा म बान्दिहाल्छु तिमी मिठाई खुवाइदेऊ हजुर त्यो हातमा मात्र राखिदियोस् न मिठाई पहिला उहाँ भाइलाई पनि लगाइदिउँ न ठिक हो आरती गरिदेऊ आरती गर्नु अनि भाइ दुई खाना गर न अहिले उसलाई गरिहाल नि अनि पाले पालो यता हेर छोरी त टाउकोतिर बाबा बाबा होइन यस्तो ठाउँ बाबा ल पुनः यो लगाइदिउँ भाइलाई बान्न आउँछ नि गफ त कहाँ मिठाई खुवाइदेऊ भाइलाई उता मिठाई खुवाइदेऊ थोरै 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 ल आरती गरिदेऊ न त अलिकति आरती गरिदेऊ न त जान ल भयो भाइको कपाल यो फुल देऊ फुल फुल दिनु पर्यो नि त बाबा खै छोड दादालाई पनि लगाइदेऊ दादालाई पनि उता कानमा सिलिदिनु ल दर्शन गर अब दुवैजनाले पालो पालो गरेर लगाइदेऊ ल कति राम्रो पारेर लाग्यो ल लगाइदेऊ आमा कति राम्रो लगाइदिएको बाबा त्यस्तो नगर छोरो सिधा निरा ल दुखिरहेको भाइले लगाइदिन्छ भाइले कति राम्रो अब यो राखी तिमी छोइदेऊ भाइलाई म भाइलाई लगाइदिन्छु लु यो त्यो राखी लगाइदेऊ दिदीलाई अहिले तिमीलाई बान्ने यस्तै हो गुड जब ल अब मिठाई खुवाइदेऊ दुवैजनाले त्यो बुनुलाई मिठाई बाबा अलिकता खाए जस्तो गर न आज मुख मिठो पार्नुपर्छ नि ए मनी देऊ दिदीलाई मनी देऊ तिमी पनि बुनुलाई मनी देऊ अनि खुट्टा ढोका म अहिले तिमीलाई थाहा हुन्छ ढोका बिस्तारो यता दिदीको खुट्टा ढोका पहिला ल ल ओ अब आरती गर आरती गर म तिमीलाई 1000 रुपियाँ दिन्छु पहिला आरती दिदीलाई उन बाबा छाम खानु पस्न भयो ल ओ कति राम्रो भाइले क्या बाबा